भएको चाहिँ एक त मैले आफ्नो बच्चालाई राम्रोसँग टाइम स्पेन्ड गर्न सकेको छु। बिहान बच्चाहरूलाई स्कुल पठाउँछु अनि त्यस पछाडि आफूले भएको टाइममा कहिले कहिले गर्न मन लाग्यो भने कन्टिन्यू दिइरहेको हुन्छु। बेलुका उनीहरू आएपछि पनि उनीहरूसँगै हुन्छु म। अनि अर्को फाइनेन्सियली त भइ नै हाल्यो है। अनि अर्को खुसीको कुरा चाहिँ अलमोस्ट जुनमा चाहिँ म आफ्नो नयाँ घरमा सर्दैछु अनि यो बिजनेसको 10% चाहिँ मैले जिम्मा लिएको छु। 120% डाउन पेमेन्ट गर्ने प्लानमा छौँ, तर त्यसमा पनि 10% चाहिँ मैले सक्छु भन्ने कन्फिडेन्ट ममा छ। अनि त्यही नै हो ती। अनि जुन दिन मैले कोचिङ कल लिएको थिएँ त्यो दिनमा खास मैले अरू केही नै क्वेसन गरेको थिइनँ। दिदी मलाई ल्याङ्ग्वेज मसँग त्यति धेरै राम्रोसँग मैले बोल्नै सक्दिनँ एक त, अनि अर्को कुरा चाहिँ म एकदमै मिडियामा जान पनि सक्दिनँ अनि मैले यसरी गर्न सक्दिनँ होला भन्ने भएको थियो मलाई, किनकि म टिकटक हेरेर आएकी थिएँ सुरुमा आउँदाखेरिमा। अनि यसरी भएर चाहिँ सक्दिनँ कि भन्ने